हेलो दर्शकबिन, नमस्ते नमस्कार। आजभन्दा एक दुई दिन पहिलाको बेंगलोरको यो भिडियो हो। भिडियोमा प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। एउटा श्रीमानले आफ्नै श्रीमतीको विवाह गराउँदै गरेको भिडियो सार्वजनिक भएको छ। सबैलाई थाहै भएको कुरा हो। र म यसमा के भन्न चाहन्छु भने यो भिडियो हेरेर अब नारीको सम्मान गर्ने कि नगर्ने, मलाई लाग्छ कि नारी भन्ने शब्द नै हराइसके। अब नारी भन्छन्, मान्छेहरूले भन्छन् नारी भनेको एउटा लक्ष्मीको रूप अरे, हैन, एउटा लक्ष्मीको बास हुन्छ अरे। यत्रा घण्टा पनि हुँदैन यार, मलाई त लाग्दैन। अब हैन, पैसा छ सबै छ, पैसा छैन केही छैन, हैन। अब कसरी नारीको इज्जत गर्ने त, हैन? कसरी नारीमाथि भरोसा गर्ने त? एउटा श्रीमानले आफ्नो श्रीमती भनेर, हैन, उसको लागि 24 घण्टा मरे हत्या गर्छ, पैसा कमाउँछ, एन दुनियाँ जे जसो भए पनि उसको लागि त गरिराखेका हुन्छ नि। गर्दा गर्दै पनि अपुरुष व्यक्तिहरूसँग आफ्नो यौन प्यास मटाउनका लागि यतिसम्म गर्न सकिन्छ र? यतिसम्म निस्किन सकिन्छ र? के तपाईहरु आफै भन्नु न, कमेन्ट गर्नु न। के अब नारीको इज्जत गर्ने, के नारीको सम्मान गर्न सकिन्छ? को माथि कसरी भरोसा गर्ने त अब? ल